नेपालको कानुन बमोजिम चाहिँ मृगला फेल भएको व्यक्तिलाई चाहिँ कसले मृगला दिनु मिल्छ त? सुन्नुहोस् है। पति पत्नी छोरा बुहारी धर्मपुत्र धर्मपुत्री बाबुआमा धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा सौतिनी आमा बाबु बाजे बजै नाति नातिना दाजुभाइ दिदीबहिनी ठुलो बाबु ठुली आमा काका काकी सानो बाबु सानी आमा भतिजा भतिजी सासू ससुरा जेठाजु जेठानी देउरानी नन्द देवर भाउजू बुहारी आमा माइजू भान्जा भान्जी साला साली फुपू फुपाजु आमाजु भदौ भदा भदा भदिनी होइन त भिनाजु ज्वाइँ जेठान यी व्यक्तिहरू चाहिँ मृगला दिनु मिल्छ र साथै मितले पनि मृगला दिनु मिल्छ है। त्यो मित लागेको चाहिँ समथिङ 2-4 वर्ष कति भइसक्यो हुनुपर्छ यस्तो जस्तो प्रमाणित चाहिँ हुनु पर्यो अनि बल्ल दिन मिल्यो।